अहिले चाहिँ हामी गाडीमा छौँ है। यता दिनु पर्यो कि रियाक्सन दिनु पर्यो गाइज है। हामी चाहिँ गाडी चढिसक्यौँ। अब हामी नन एक्सप्रेस हामी अब छिम्टी गएर भेट्छौँ गाइज है। गाडीमा एक दुईवटा एक्स्ट्रा क्लिप्सहरू नि आउला, तर द्याट्स इट गाइज। ल भित्तामा सर्दिउँ न त। बाटोमा छौँ है। यिनीहरू चाहिँ लिटरल्ली ढलिसके है गाइस। हेलो गाइस, अहिले चाहिँ हामी मेलम्ची बस पार्कमा छौँ। एउटा सानो ब्रेकको लागि हामी टक्क लाएर आएको छौँ है। चिया ब्रेकको लागि, चिया खाजा ब्रेकको लागि हामी। यस्तो छ माहौल। जोस् अहिले टाइम रहेछ, जोस् 5 पोखरी जाने गाइज। अहिले चाहिँ हामी मेलम्चीको सानो चिया ब्रेकमा यता खोलातिर आएको छौँ है। यस्तो रहेछ अहिले खोला। पहिलाको एउटा छालले गर्दाखेरि यहाँ पुरै खोला चाहिँ उता मात्र रहेछ। अहिले हामी यता छौँ, यहाँ हामी चिया ब्रेक लिँदैछौँ है गाइज। त्यहाँ अरू डाम्नाहरू यता फोटो भिडियो के हान्दैछन्। यस्तो छ दृश्य है। यसरी चट्ट लाएर एक दुईजना कम्पनीहरू पनि छन् यहाँ। सुल्लुको कम्पनी, सुल्लुको सुल्लु मर्नु पर्दैन का, सुल्लुतिर केही हुँदैन भन्ने बा। गाइज अहिले चाहिँ हामी भर्खरै चिम्टीमा आएका छौँ। यहाँ तातो पानी हान्दैछ एउटा गाडी लाग्यो मान्छेको अनुहार हेर्नु गाइज। गाडी लाग्ने मान्छेको यहाँ माथि हिमालमा चाहिँ हिउँ खसिरहेको अवस्था गाइज। च्वाक देखिरहेको छ, च्वाक। ल कडा कडा भर्खर गाडीबाट झरे मात्र हामी। यहाँ अब खाना खान्छौँ हामी, अनि त्यसपछि बिस्तारै हल्का रेस्टपछि हामी जान्छौँ होला। हेलो गाइज, हामी चाहिँ टुप्पी डाँडाको लागि हामी निस्किसक्यौँ। छिम्टी बजारबाट, छिम्टी भन्ने ठाउँबाट खानासाना खाएर। गाइजहरू यता हेरिदेऊ, यहाँ अगाडिपट्टि लास्ट यो अब अफ सिजन भए पनि मान्छेहरू अब हिउँ खस्या छ भनेर टन्नै मान्छेहरू आछन् हामी सँगसँगै। यस्तो छ ल गाइज। ग्रुप अगाडि लागिसके, हिँड्न सक्ने धेरै हिँड्नेहरू। हामी चाहिँ बिस्तारै सिनहरू मजाले क्याप्चर गर्दै पिक्सिक लिँदै हिँड्दैछौँ है। गाइस हेलो, गाइज ल हामी पुल तर्दैछौँ। याहु हेलो गाइज, हामी पुल तर्दैछौँ। ठ्याक्क हल्का गोसाइकुण्ड गएको जस्तो भाइबहरू आइरहेछ मलाई चाहिँ। इट्स लाइक दिस, यस्तो छ। वो पानी पनि राम्रो बगिरहेछ। हामी राम्रो समयमा आएको छौँ गाइज। हिउँ खस्ने सम्भावना धेरै हाई छ अरे लोकल्सहरूको भनेअनुसार। यता चाहिँ हल्का गुराँस फुल्न थालिसकेको रहेछ गाइज। यता हिमाल। यो गाइज हामी चाहिँ लास्ट वाइल्ड हिँडेर यस्तो खतरा ठाउँमा आइपुगेको छौँ हामी। वाइल्ड हिँड्या भन्न मिल्छ गाइज यसलाई चाहिँ। म चाहिँ वाइल्ड हिँड्या हो, अरूको चाहिँ त होइन। या
एनसी हङ्क ल दुईजना अनि हाम्रो अर्को एकजना ब्लगर यहाँ हाम्रो दाजु आइन्स्टाइन अफ दि ग्रुप होइन हाम्रो फोक्स हाम्रो ग्रुपको त्यही जुन चस्मा लगायो नि सोच्छु यसलाई चाहिँ यो अगाडिको खोइ को थाहा छैन लाली क्रस बोकेर हिँडिरहेछ भन्ने कुरो भइरहन्छ त्यो त एउटा जान है बाइक जानु मन छ है भन न बाइजुले यो जुस पचाउन सक्दैन अब बाइजुलाई राम्रो सुहाउने खालको एउटा मात्र जुस उसले सिधै रेड बुल लान्छ अब रेडी छैन नो वान्स रेडी भन्न सुरु कुमाल कहाँ गयो मकै निकाल्नु त हजुर त्यही बस्ने मेरो ब्याग अक्सिजन हालिदिँदा हुन्छ अक्सिजन दिएन तपाईँलाई लिटरली मसँग छैन मसँग छैन मनिकासँग निकाल न गर्न पर्दैन नि हेलो गाइज हामी चाहिँ बेलुका तङ्गु खर्क भन्ने ठाउँमा बास बसेर बिहानै निस्केको त्यस्तै 4:30 बजीतिर निस्केको थियौँ अँध्यारो थियो त्यही भएर मैले भ्लग बनाइनँ होइन अहिले चाहिँ हामी टक्क यो त्यही खोलाको यो ब्रिजमा छौँ झुलुङ्गे पुलमा छौँ र हामीसँग यहाँ सबैजना हुनुहुन्छ हामी चाहिँ यहाँ चट्ट तातो पानी खाने यताउति कार्यक्रम छ मुखसुख धुने यहाँ तातो पानी नि आइरहेछ गाइस तपाईँहरू पत्याउनु हुँदैन होला ब्रस सस हान्दैछन् केटाहरू यस हामी यतिजना चट्ट लाएर जाडो छ गाइस अब टोपी लगाइहाल्नुपर्छ भर्खर फ्रेस भएको उकालो चढ्यो गाइस खत्तम खालको उकालो छ तर सिनहरूले गर्दाखेरि चाहिँ हल्का यस्तो सिनहरूले गर्दाखेरि चाहिँ आएको जे होस् वर्थ इट भइरहेको गाइज सनराइज विथ हिमालवाला भ्यू अनि हाम्रो यो लेम कहिले नहिँड्ने खालको ट्रायलमा हामी हिँड्दैछौँ हाइक थाकी हाम्रो हाइकको एउटा सानो एउटा ट्रायलमा यस्तो भ्यू देखिएको कारण सबजना रोकेर स्न्याप्सहरू बनाउँदैछन् यताउति है यहाँ माथि पिकमा पनि अलिअलि हिउँ त खस्या रहेछ तर पग्लिसकेको रहेछ अलि हाइट नभएर उता चाहिँ हिमाल नै रहेछ हिउँ खसिरहने मान्छेहरू आउँदैछन् बिस्तारै गाइस तर लास्ट रमाइलो भइरहेछ बिहानै हिँडे पनि अहिले भर्खर 6:30 जति भयो होला अनि मर्निङ भ्यू यस्तो छ अहिलेको गाइज यहाँ चाहिँ स्नोफल भएको रहेछ है अनि बाटो पुरै चिप्लो हिउँ नै हिउँ सभ्य नागरिक यतातिर चाहिँ
जोस् बेलुका हल्का स्नोफल भएको रहेछ होइन। अनि हामी त्यहाँ फोटो सेसन हानेर थोरै यतापट्टि हिउँमा अलिअलि इन्जोय गर्दैछौँ है गाइज। हामी टुप्पी डाँडा भन्ने ठाउँबाट लगभग 2 घन्टा 3 घन्टा हिँडेर माथि अर्को डाँडा जोस् हामी अनसर्टेन ठाउँमा छौँ। यहाँ चाहिँ रिसेन्ट स्नोफलले गर्दा हल्का भाइब्सहरू चाहिँ मिलिरहेछ। ट्रेकिङको ट्रायलहरू रमाइलो भए जस्तो भइरहेछ। अब हामी बिस्तारी यो बाटो हुँदै हुँदै माथि जान्छौँ। एउटा ठाउँमा एउटा रेस्ट लिएर सानो ब्रेक सेक लिन्छौँ होला त्यति बेलासम्मलाई है गाइज। ल ल केटाहरू केही भन्नु छ धारणा, केही विचार छ अहिलेसम्मको तिमीहरूको कस्तो भइरहेछ एक्सपिरियन्स गाइज? ए प्रकृति कस्तो भइरहेछ? रमाइलो। सबजना यहाँ भर्खर टावर आएको अवस्थाले गर्दाखेरि भर्खर घरमा कल गर्दैछन् है गाइज। ल जय नेपाल। 4.6 किलोमिटर थियो यतासम्म चाहिँ 4.6 किलोमिटर हो क्या। अब यतादेखि चाहिँ चिम्टी भन्दा थोरै 1 किलोमिटर बढी हुनुपर्छ। हेलो गाइज। ल अहिले हामी यता छौँ है। कस्तो छ अहिलेसम्मको एक्सपिरियन्स? धेरै नै वर्थ इट। यो भ्यू त सहरमा देख्नै पाउँदैन। ल तपाईहरु पनि आउनु होला। ल तपाईले सुनिहाल्नुभयो होइन, एकदम क्लियर स्काई, राम्रो माउन्टेन रेन्जेस होइन। नेम चाहिँ गर्न सक्दिनँ तर कडा देखिरहेछ। यताबाट पुरै पहाडै पहाड हिमाल मात्र देखिन्छ। यस्तो राम्रो छ। उता स्नोफल पनि भइरहेको। यता स्नोफल भएर रहेछ बेलुका है। यो अब सेलाउँछ, घाम चर्को लागिरहेछ अहिले। यता माउन्टेन चाहिँ खतरा देखिरहेछ। अरू 2 ग्याङ तल छन् गाइज, हिँड्न नसक्ने। यिनीहरू पनि त्यस्तै हो तर आज यिनीहरूले अलिकति प्रेस गरेका छन्। खुसी लाग्यो मलाई। ल के चाहिँ त्यो बढिरहन्छ नि। अनि 3 को Say hi. Hi. म त यहाँबाट त कहीँ देख्दिनँ तिनीहरूलाई त। जानियो कल लागेन? मान्छे। हेलो गाइज, अहिले चाहिँ हामी खाना खाने होटलमा आइपुग्यौँ। 3-4 दिन अगाडिको स्नोफल अति टाइट छ। लास्ट दामी क्या। यस्तो आवाज पनि कस्तो राम्रो बजिरहेछ हिँड्दाखेरि पनि। भ्यू चाहिँ एकदमै वर्थ इट। जतिसुकै थाके पनि गाह्रो भए पनि भ्यू चाहिँ लास्टै वर्थ इट खालको। हाम्रो लागि खाना बन्दैछ यहाँ। गाइज दिस इज द भ्यू पोइन्ट। ल गाइज चिच्चौ एकचोटि खोइ मेक सम नोइज गाइज। तिमीहरूलाई अल्छी लागिरहेको कि क्या हो? कसले? तिमीहरूले? नाइस। त्यहाँ नि जाने हो। ल स्नोम्यान बनाएर केटाहरूको प्रगति है यो चाहिँ। हेलो गाइज। ल हामी चाहिँ यहाँ भर्खर स्नोम्यान फेरि एक्स्ट्रा एड गरेर होइन। हामी चाहिँ यहाँ अहिले कुन ठाउँ भने यो नस्यामपाटी भन्ने आइछौँ होइन। अब हामी चाहिँ यहाँबाट खानासाना खाएर अब जे छ खाम, अलि इनर्जी बढाउँ अनि सिधै लागेपछि सिधै 5 पोखरीमा भेट्छौँ। सो बाई बाई। 5 पोखरी जानुभन्दा अगाडिको भ्यू चाहिँ यस्तो छ। ल केही भन्नु छ?
केही भन्नु छैन म हिँड्न सकेको छैन यो मात्र होइन कोही पनि हिँड्न सकेको छैन गाइज अब हामी 5 घन्टा नन हिँडिसकेपछि चाहिँ हाम्रो 5 पोखरी पुगिन्छ अरे अनि त्यसपछि भ्यू पोइन्ट चाहिँ आज जान नभ्याइएला जस्तो छ फगीहरू हुन्छ अलि हेर्न गाह्रो हुन्छ अरे राम्रो सिन देखिँदैन भनेर हामी चाहिँ बिहान जान ट्राई गर्छौँ होला गाइज सकेसम्म ल यस्तै छ जिन्दगी केही बोला हो है केटा हो केही एक्सपिरियन्स केही सुनाउँछ भने सुनाऊ नत्र यस्तै छ हाम्रो ट्रायल चाहिँ हल्का अक्सिजन लेभल कम भएको जस्तो छ यहाँ फर्स्टको मान्छे चाहिँ उहाँ टाढा पुगिसक्यो यता फग अक्सिजन लेभल कम हामी त्यो होटेलबाट यहाँसम्म आइसक्यौँ ल गाइस हामी अब बिस्तारै यो ट्रायलमा हिँड्छौँ है ल विनोद साथी कस्तो भइरहेछ ल घाम लागिरहेछ गाइस शरीरबाट नि बाफ निस्के जस्तो भइरहेछ तर हामी पुरै माउन्टेन हिँडे जस्तो भइरहेछ अनकन्टार ठाउँ छ गाइस यिनीहरू यहाँ जे पाइदै बोल्दैछन् हो साँच्ची ओए हो त गाइज हामी अभलान्चको ठ्याक्कै अगाडिपट्टि छौँ है यहाँ चाहिँ भर्खरै ताजा अभलान्च गएको रहेछ गाइज त्यस्तो बिग खालको चाहिँ होइन एकदम नर्मल खालको छ तर जान चाहिँ गएको रहेछ हजुर केही भन्न चाहनुहुन्छ म लडे 5 चोटि मेरो खुट्टा दुखिरहेछ गाइज त्यस्तै हुन्छ है अलि होसियारपूर्व आउनुपर्छ सकेसम्म हिउँ भएको बेला चाहिँ नआइदिनु हुन अनुरोध गर्दछु म हिउँ खेल्न टाढाबाट फिल्महरूमा मात्र रमाइलो रहेछ स्नोबल फाइटिङ स्नोम्यान रियालिटीमा टाउको दुख्ने रहेछ है त्यस्तो गर्न अलि नहुने रहेछ यो And yeah, obviously I'm the first one to be here, and yeah, it's much brighter. Let's see. गाइज अहिले चाहिँ हामी लौरीबिनामा आएको छौँ तल त पुरै हुस्सु केही देखिने छैन बादलभन्दा माथि छौँ हामी हुस्सु मात्र छ लौरीबिनाको हाम्रो यो स्टप जस्तो हामीलाई थकाइ रेस्टवाला ठाउँ चाहिँ यस्तो खालको छ यहाँ केटाहरू ल कडा आमा गाइस यहाँ चाहिँ फाइनली हामी हिमालयको कस्तो भाइरह हिमालय आ जस्तो एउटा टी हाउस होला होइन त्यो उता टी हाउस पनि रहेछ बादल हुस्सु दामी लागिरह सन पनि छ अलिअलि गाइज हेभेन इज मिथ नेपाल इज रियल भन्नुहुन्छ नि यही कुराको लागि मात्र हो क्या जस्ट फर दिस यत्रो यो स्कुल लाइफ कलेज लाइफ त्यो हाम्रो सिटी लाइफ त्यो धुवा धुलो पल्युसनबाट एकदम टाढा देखिने दृश्य चाहिँ यस्तो रमाइलो छ क्या गाइज लाइक हुन्छ नि यहाँबाट फिर्ता नै नजाम जस्तो भइरहेको क्या मलाई चाहिँ न गाह्रो भएको छ न कोही थाकेका छन् सबजना टुई हिँडेका छन् यस्तो लाइक यस्तो मेमोरी बनाउनलाई चाहिँ हजुरहरू आउनुपर्छ यहाँबाट देखिने पिक भ्यू हेर्नुहोस् है हेर्नुहोस् यस्तो छ बादल माथि हामी लाग्यो होला कोही पनि थाकेको छैनन् क्या हेर एनर्जीमा छन् भने अब अझै यहाँबाट उ त्यो अर्को त्यही भने थकाइ लागे पनि सबै मेटिने पुरै मेटिँदो रहेछ हामी त्यो के अरे बुद्ध मन्दिरमा बस्छ यही भ्यू हेर्नु छैन
म 30 GB फुल पारेर आउँछु भने मैले त्यसलाई 30 GB मात्र खाली छ मेरोमा त 80 छ त्यसो गर्लफ्रेन्डकै होला केही नभए नि तर नामले बोलाउनु न एकचोटि गाँच्यो भने के हेर्छ के त्यसले गाउँ भन्दाखेरि किन नबोले त अघि नेटवर्क टिपिरहेको जाउँ त आधी घन्टामा त पुग्नु पर्यो नि माथि 5K24 भइसक्यो मसँग हजुरको फोटो छ है हजुर मसँग हजुरको फोटो छ म पछि फोन नम्बर दिन्छु ल ओके ल गाइज आफ्टर फाइनली 8 to 9 hours अफ हाइक ट्रेक होइन जे भन्दा नि हुन्छ हामी 5 पोखरीमा आएका छौँ ल फाइनली यस्तो टायर्ड भएको छ नि गाइज कुरै छोडिदिनु हामी तर इट वाज अल वर्थ इट बाटोमा यस्तो दामी दामी कुराहरू हेलो गाइस फाइनली पुग्यो हामी 5 पोखरी स्ट्रगल है कस्तो दामी हो त्यो डेस्टिनेसन लेट्स लुक एट दैट हामी अब होटलतिर लाग्दैछौँ गाइस होटल पैसा एकछिन एक्सप्लोर गरौँला सी यू अन द अदर साइड ल गाइजहरू अहिले चाहिँ 6 बजेको छ बिहानको ल हाम्रो टोली यहाँ मन्दिरमा आइसकेका छौँ हामी यो गाइज मर्निङ भ्यू यस्तो छ है गाइज हाम्रो 5 पोखरीको मेन स्थलको यहाँ त्रिशुलमा अलिअलि हल्का प्रेयर्स फ्ल्यागहरू त्यसपछि बाटो त पुरै फ्री छ गाइज हामी त ग्लेसियर लेकमा हिँडे जस्तो भएको छ तर अलिअलि भस्की पनि रहेछ आइस गाइज मर्निङ भ्यू चाहिँ यस्तो है आइस हुँदाखेरि चाहिँ लास्टै हुन्छ नि मन सेटिस्फाइङ खालको भ्युज मात्र हुने रहेछ 6 बजे भर्खरदेखि पनि यस्तो दामी उज्यालो भइसक्यो लाइक यस्तो सनलाइटहरू आउनु थालिसक्यो सूर्य नउदाए पनि यही हो हाम्रो मेन मन्दिर चाहिँ महादेवको 5 पोखरीको लास्टै चिसो छ गाइज लास्ट चिसो यो पन्जा झिकेर यो भिडियो लिँदाखेरि त वाइल्ड डे खतम यो गाइज हामी पुरै कुण्डको साइडबाट हिँडिरहेछौँ है पुरै फ्रोजन छ हाम्रो यहाँको कुण्ड चाहिँ पुरै नै यतापट्टि सनराइज कस्तो दामी देखिरहेछ गाइज अझ यहाँ तपाईँहरूले लाइभ देख्न पाउनुभयो यति इन्जोय गर्नुहुन्थ्यो होला अझ भ्यू पोइन्ट पुगौँ होइन भ्यू पोइन्ट पुगेपछि हामी अझै बाँकी क्लिप्सहरू देखाउँछौँ एपिक छ गाइज इट्स जस्ट एपिक चिल्स फिल भइरहेछ गाइज बिहान चिसो एक्साइटमेन्ट वाउ वहाँ गएर सिधै भ्यू पोइन्टबाट 5 चोटि हिँड्नु दाजु भ्यूपोइन्टमा फर्स्ट हामी के त हो यो चाहिँ हाम्रो 5 पोखरी हेर्दा पुग्छौँ त 1 2 3 4 5 अनि हामी नि यहाँ 4 जना ठ्याक्कै हामी 4 जना बाँकी त हाम्रो धेरै तल छन् के त भ्यू हेर न यहाँ ल विथ सन जस्ट लुक एट दिस प्लेस
पर्दैन अनि यसलाई दिएको अनि फोटो खिच्न तिमी यसले फोटो खिच्नु मैले मिकी माउस क्लब हाउस गाइज ल लेक त पुरै यस्तो छ है त ग्लेसियर लेकमा यसरी म धेरै टाढा चाहिँ जान्न इट्स रिस्की भन्छन् है फेरि केही गरी फ्याट्ट फुटिहाल्यो भने त फुटिहाल्यो तर यस्तो मजाले जमेको छ हामी चाहिँ निस्केको फाइनली ल अब चाहिँ ल भ्यू यस्तो छ लेक पुरै यस्तो छ मजाले हिँड्न मिल्छ Oh, bonus. तिमीहरू त्यहाँबाट हिँड्न थाल्यो हामी चाहिँ के कराएको चुइँ चुइँ गरिरहेको गाइस अहिले चाहिँ हामी गाडी कुरिरहेको अवस्था 8:15मा गाडी जान्छ अरे हामी चाहिँ यहाँ चट्टलार गोलो बनाएर तातो पानी पिस्ता सिस्ता हानेर बस्यौँ है गाडीमा हामी मात्र प्यासेन्जर हो जस्तो छ हामी 16 जनाको ग्रुप अरू त मैले कोही देखाएको छैन कि आउँदै हुनुहुन्छ थाहा छैन एकदम चिल छ गाइस फगी डे हिजो भर्खर भुइँचालो आएर अलिक मान्छेहरूको हिजोको जस्तो राम्रै हल्लाएको थियो गाइस तर मिठो मिठो दिन्छ यार है घरमै छ जिस्क्या यो गाइस हाम्रो ट्रेक फाइनली सक्यो गाइस हामी चाहिँ बस चढ्ने ठाउँमा छौँ गाइस यहाँ एकदम दामी ट्रेक यहाँ 18-19 वटा ठेला बोकेर आयो साथी यो सबै हार्डसिप चाहिँ अल वर्थ इट होइन गाइस एकदम हार्डसिप हैन तर एकदम रेकमेन्डेड के कडा थियो भ्यूजहरु कस्टम एभरेज मिट नेपाल इज रियल हैन पाँच पोखरी इज रियल हिजो बेलुका हल्का भुइँचालो गएको छ माथिको अपडेट चाहिँ हामीलाई थाहा छैन जे होस् हल्लाएको थियो अलिअलि हामी बाहिर फायर इन्जोय गर्दै थियौँ यसो रमाइलो हल्लाएको थियो केन्द्रबिन्दु यतै सिन्धुपाल्चोक डिस्ट्रिक्टतिर भएर रहेछ र म मेरो भ्लग फाइनली म यहाँ एन्ड गर्दैछु है ल गाइज